साथीहरु आउनुहोस् है आज सेलरोटी सँगै बनाउँ काडेदार सेलरोटी। मैले चाहिँ एक रात भिजाएको चामललाई चाहिँ घाममा राखेर यसरी पानी सोस्ने गरी सुकाए अनि त्यसपछि चाहिँ सुक्खा तरिकाले चाहिँ यसरी पिठो चाहिँ मजाले पिसे। यसरी पिस्दा चाहिँ गिलो सारो हुने भन्दा नि ठिक्क नर्मली हामीले चाहिँ पिठो चामलहरु मिलाउन पानी मिलाउन सक्छौं जस्तो लाग्छ के। अनि यसरी मैले मजाले पिसिसकेपछि यहाँ चाहिँ मैले ब्राउन सुगर घिउ र अनि मनतातो पानी अब जुन सुगर भए पनि हुन्छ मसँग चाहिँ अहिले ब्राउन सुगर अवेलेबल भएको भएर यही राखे मैले। अनि यहाँनिर चाहिँ पालो चिनी राख्ने अनि त्यसपछि मजाले माड्ने अनि त्यसमा राख्ने घिउ पनि पगालेर हालेको छु मैले। अनि त्यसलाई पनि मजाले माड्ने के। सेलरोटी पकाउँदा जति धेरै हामीले माड्यो त्यति धेरै चाहिँ यो राम्रो बन्छ काडेदार बन्छ के। अनि यहाँ मैले मनतातो पानी राखेर बिस्तारै थोरै राखेर चाहिँ यसरी मजाले पिसे। अनि मैले यसलाई चाहिँ फ्रिजमा राखिदिएको छु के। अनि फ्रिजमा राखेपछि चाहिँ 3-4 घण्टा पछाडी चाहिँ यतिको सारो ब्याटल बन्यो। अनि त्यसमा चाहिँ फेरि मनतातो पानी राखेर चाहिँ मजाले हामीलाई कतिको ब्याटल चाहिन्छ त्यसरी तयार गरे। अनि चाहिँ काम के रह्यो भन्दा चाहिँ यसरी अब सेप मिलाएर अनि हाल्ने। अब मलाई चाहिँ हातले हाल्न चाहिँ त्यति आउँदैन अनि मैले चाहिँ बोतलको सहाराबाट हाले। हजुरहरूलाई जसरी सजिलो लाग्छ त्यसरी राख्न सक्नुहुन्छ। हेर्नुस् त कति राम्रो फुलेको काडेदार सेलरोटी बनेको छ। एकदम मिठो पनि भएको थियो, खाउँ लाग्ने पनि भएको छ नि हैन। एकदम मिठो भएको छ। यसरी बनाउनु होला हजुरहरुको सेल पनि एकदम राम्रो बन्छ है त। Thank you for watching.